आज स्कुलबाट आएर बसिरहेको थिएँ अनि अचानक बाहिर पानी पर्न थाल्यो। अब यस्तो मौसममा भ्लग नगरी बस्न सकिन्छ त? पानी पनि राम्रै परिरहेको थियो। बाहिरको मौसम हेर्दा त आज केही काम नगरी बस चिया खाएर बसौ जस्तो। मम्मी भने घाँस काट्न जानुभएको थियो। केही भएपछि मम्मी पनि घर आउनुभयो अनि मलाई एउटा काम दिइयो, चिया बनाउन। सबैभन्दा पहिला ग्यास बालियो अनि पानी हालियो। आजको भने मौसम पनि पर्फेक्ट, काम पनि पर्फेक्ट, अब चिया पर्फेक्ट हुन मात्र बाँकी थियो। अनि अन्ततः मेहनतको फल खाने बेला आयो। रेनी वेदर प्लस हट टी, यो कम्बिनेसन चाहिँ कहिल्यै फेल हुँदैन। त्यसपछि साँझतिर अलि बाहिर निस्किए। हाम्रो घरतिरबाट एउटा ठाउँ छ जहाँबाट सानो गाउँ अनि टाढा तानसेन बजारतिरको भ्यू पनि देखिन्छ। साँझको समयमा यहाँको भ्यू चाहिँ एकछिन हेरेर बसिरहु जस्तो लाग्छ। त्यहाँबाट भ्यू हेरेर फर्किए अनि घर आइपुग्दा बत्ती पनि आइसकेको रहेछ। अब सोचे आजको दिन त राम्रै गयो, तर होमवर्क अझै बाँकी थियो। अनि यसरी नै पानीबाट सुरु भएको मेरो साँझ चिया हुँदै गाउँको भ्यू र अन्त्यमा होमवर्कमा गएर सकियो। नर्मल दिन थियो, तर क्यामेरा खोलेपछि भ्लग बनिहाल्यो।